आज म तपाईहरुलाई यस्तो सोयाबिन चिल्ली बनाएर देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला, मज्जा आउनेछ। हेलो अनि नमस्ते, कसा छौ साथीहरु? निकै होला। आज होटलमा काम पनि धेरै थियो, त्यसैमाथि मेरो सेटको सोयाबिन चिल्ली खाने भनेर अर्डर आयो। आज भोलि धेरै जसो होटलमा ग्यास नभएका कारण मेरो होटलमा चाहिँ काम धेरै नै छ, किनकि मेरो होटलमा मेरो सेटले यताउता जोगाड गर्दै धेरै जसो ग्यासहरु स्टकमा राखेको छ। सोयाबिन चिल्लीको लागि अलिकति ब्रोकली, रातो पिलो सिमला र अलिकति प्याज र सिमला मिर्च मैले चोप गरेर एउटा बाउलमा राखे। उतातिर मैले चाहिँ कडाईमा अदरक, लसुन र हरियो खुर्सानी हालेर मजाले फ्राई गरिसकेपछि त्यो काटेको भाजी पनि हालिदिएँ। अनि यतातिर चाहिँ अलिकति गरम पानीमा सोयाबिनलाई अलिकति भिगाएर फ्राई गरेर पनि राखेको थिएँ। कडाईमा अलिकति थोरै पानी हालिसकेपछि चाहिने जति माथिबाट मरमसला हाले, थोरै सेजन चटनी, हल्का नमक, अजिनामोटो, व्हाइट पेपर, A29 सस, सोया सस र अलिकति चिल्ली सस र टमाटो सस हाले। मेरो सेटलाई अलिकति चटपटा मनपर्छ, त्यही भएर मेरो स्टाइलमा म चाहिँ यसरी नै बनाउँछु। अनि माथिबाट हल्का कर्नफ्लावर हालेर मजाले ड्राई गरेर यतातिर घर चाहिँ पठाउनु थियो। मैले पार्सलको लागि कन्टेनरमा हालिदिएँ। मजाले कन्टेनरमा चाहिँ यसरी नै हालिदिएँ। तपाईहरु कसरी सोयाबिन चिल्ली बनाउनुहुन्छ भन्नु होला गाइज कमेन्टमा। अनि माथिबाट थोरै धनिया र थोरै काँदा पत्ता हालिसकेपछि चेक गर्न थाले। चेक गर्दा एकदम टेस्ट त बवाल नै मलाई पनि लागेको थियो, तर म चाहिँ धेरै जसो सोयाबिन चिल्ली खाँदैन। अनि साथीहरु कस्तो छ मेरो स्टाइलमा सोयाबिन चिल्ली कमेन्टमा भन्नु होला। अनि तपाईहरुको होटलमा चाहिँ कतिको ग्यासको अभाव छ? आजलाई यति नै, बाई बाई।